1914 युद्ध लड्दा पाको मैले तोकमा बोल बोल एउटी ल्याको रिसको झोकमा देउराली बनेछ ढुङ्गा आको डर्केलाई मान्छौ ओ झुङ्गा आको काट्दिउँला भरो ओ जम्मै होइन गीत गाउँदै अर्काको तरकारी बारी कुल्चेर हिँड्ने को हो त्यो? हौ लाखे जाबो यो राईको साग टेक्दाखेरि यत्रो हल्ला म यहाँ यत्रो छातीभरि ताक्रा लगाएको देखिन म राइफल चलाउने मान्छे यो राईको साग चोर्छु होला यो अनुहार हेर्दा ताकमा हेर्दा म राईको साग चोर्ने जस्तो देख्छ लाखे होइन हो के भन्नु खोजेको त्यत्रो 1914 मा दुश्मनको छातीमा कुल्चेर राइफल बोकेर हिँडेको मान्छेले हिँड्दाखेरि अलिअलि राईको साग त के हाल्छन् यहाँ के रे मेरो सागबारीमा गीत गाउनलाई के मेरो सागबारी रेडियो नेपाल हो? अर्काको वर्षभरि खाने साग कुल्च्याछ अझ आफै ठुला कुरा गर्छ। होइन यो आस्कोटेले के भन्नु खोजेको? यो आधा कोट लाउने मान्छेले यत्रो पुरा कोट लाउने मान्छेलाई यसरी हेपेर बोल्नु मिल्छ? यति साह्रो हेपेर त मलाई 1914 को युद्धमा दुश्मनको सेनाले पनि बोलेको थिएन। कस्तो साह्रो कराएको। हामी भनेको इमान इज्जत र प्रेस्टिज भएको मान्छे। हामी इमान इज्जत र प्रेस्टिजको लागि जे पनि गर्न तयार छौं। नाक खुम्चाएर यता र उता कहाँ हेरेको? यहाँ हेरौँ न। हामी भनेको म यस्तो इमान इज्जतको लागि जे पनि गर्ने मान्छे अहिले त्यहाँ कतिवटा सागको पात मान्छे त्यसको पैसा खुर्क तिर्न त होइन हौ। त्यो सागबारी अनि यो सबै बारी अनि यो घर जम्मै गरेर होल टोटलमा कति दाम हुन्छ भन। अहिले गन्दिन्छु, अहिले छोडेर जा। त्यति नाथे पैसा त मैले यो तकमा यसो हल्लाउँदा छोड्छौ। होइन के नाक खुम्चाएर बसिरहेको? यो तकमै बुढोले गफ दिए जस्तो लाग्यो। यो तिम्रो ज्यानदेखि बाहेक घर र बारी जम्मैको दाम एकैचोटि भन। अहिले गन्दिन्छु, छोडेर गइहाल अहिले नै। बन्दुकको गोली र तकमेको बोली गएपछि फर्किँदैन। तैँले मुख बोलेको दाम पाइस। अब त जस्तो उभिएछस् त्यस्तै बाटो लागिहाल, लुगाइहाल। यत्तिकै उभिएको यत्तिकै जानु? मेरो श्रीमती छ घरभित्र, त्यसलाई पनि छोडेर जानु? तपाईहरु कोही छ यहाँ डायलग बोल्न सक्ने? अब यो त लडाएर मर्छ। नमस्ते नमस्ते। बोल्न सक्छौ त? म त कहाँ बोल्नु फेरि, म त लाज लाग्छ। अनि किन हात उठा त? म होइन के, हाम्रो गाउँमा एकजना तक्मीबाट भन्ने आएको छ। उसले चाहिँ भुटुङ टुङटुङ बोल्छ, गोली चलाएको थियो। ल त्यही भएर म भन्न आएको। बोलाउ ओ भन्ने त्यो तक्मीबाटलाई फोन लगाइदिनु न। फोन लाखे टावर भेटेन। एकछिनमा बाहिर निस्किँदैछु है। अब भनौँ त सुन्दैछु। कसो अरे? सुटिङमा सुटिङ खेल्नु? कसले अरे? भुवन केसीले बोलाएको अरे सुटिङमा। तोक्पे बुढे खोजो। अनि यो हजुरको फिल्म चाहिँ कहिलेदेखि चल्छ? फागुन 19 गतेदेखि काठमाडौँ लगायत देशका सम्पूर्ण हलहरूमा चल्दैछन्। लाखे है सुटिङमा बोलायो अरे भनेर म त दसैँको जुत्ता पो लगाएर आएको छु। हेर त उयो तक्मेबाट भने म चाहिँ गएँ। सेवार हजुर। तपाईँ बोल्न सक्नुहुन्छ त? के भनेर बोल्नु नसक्नु हो? जापानमा जाँदा जापानी भाषा, हिन्दुस्तानमा जाँदा हिन्दुस्तानी भाषा, मलायमा जाँदा मलाय भाषा। त्यति नाथे यही गोर्खामा जन्मेको गोर्खे नेपाली भाषा त पिटिङ पड्काउँछु नि हो। म त मिसिनगन पड्काए जस्तो। पोखरिनको युद्ध सिद्ध्याएर यता हिन्दुस्तानको बाटो हुँदै गुडुङडुङ ल्यायो। हिन्दुस्तानमा एक दिन बस्ने भयो र एकछिन बसेको त यसो बाहिर हेरेको त सुटिङ खेल्दै रहेछ। लाखे है के को सुटिङ भनेर बाहिर निस्किएको त हिन्दुस्तानको फिल्मको सुटिङ हुँदै रहेछ। हिरोले गर्दो रहेछ नलागिकन त्यो गुण्डा चाहिँ आठा भन्दै कुद्दो रहेछ। हामी भनेको त एउटा खुकुरीले 150 जनालाई 70 बनाउने गोर्खेको छोरो हौ। 4 अम्बल काट्दाखेरि पनि वास्तै नहुने मान्छे। त्यत्रो त्यो नछुइकन आथा भनेको त त्यति राम्रो लागेन है। त्यही भएर म त नाटक खेल्दा पनि खेल्दिन, बरु पर बसेर हेर्छु है। लाखे हो बाजे, आउनुहोस् त, आउनु न।
देवारो भुवन केसी होइन हजुर हजुर ठ्याक्कै फिल्ममा देखेको जस्तै छ त ओरिजिनल हो कि होइन एकचोटि छुन्छु है लाखे हो त लु हेर त बाबुको बुवा त पल्टो नि होइन हो अनि कसरी थाहा पाउनुभयो मदन खैकुनी केसी भन्ने त्यति त हामी जान्दा छौँ नि हो बाबुको बुवा र म त सँगैको ब्याजी पल्टने नि अनि सँगै फोक्लिनको टापुमा वार लडेको 1914 मा अनि त्यो कालो दिन त म कहाँ बिर्सिन्छु र हो त्यो दिन हामी तलपट्टि माथिपट्टि दुश्मनको सेना हामी गोर्खे तल माथिबाट गोला बारुद बम गुडुङडुङ हान्दैछ ठोक्दैछ तर हामी गोर्खे पनि छाती थापेर बन्दुक बोकेर उँभो जाँदैछौँ अगाडि हामी बढ्दैछौँ माथिबाट ठोक्दैछ अगाडि हामी बढ्दैछौँ माथिबाट एउटा गोली डेङ्गे हान्यो मेरो नाम लेखेको रहेछ आएर मेरो भुँडीमा ड्वाङ भुँडीमा लाग्ने बित्तिकै ठ्याक्कै घुँडा टेके तपाईँको बाउ बुढाले मलाई ठ्याक्क आएर लु पानी भनेर पानी सिद्धिएको रहेछ मेरो पानी घटक्क खुवाको मात्रै थियो अर्को गोलीमा चाहिँ उहाँको नाम लेखेको रहेछ डेङ्गे छातीमा बाबुको बाउ त फक्लकै गयो फोक्लिनमा त्यो दिन त म कहिल्यै बिर्सिँदैन नि बाबुको बाउ त स्पोर्टेड अझै पनि सम्झिँदा मलाई आँसु आउँछ नि यहाँ हेरौँ त ए बुढा अब मेरो बुवाको गफ मलाई नै दिने मेरो बुवालाई केही पनि भएको छैन मेरो बुवा अहिले पनि घरमा चिया खाइरहनु भएको छ मेरो बुवा कहाँ फोक्लिनमा हुनुहुन्थ्यो उहाँ त नेपाल आर्मीमा हुनुहुन्थ्यो केसी त केसी भन्थ्यो अर्कै केसी परेछ कि क्या हो साँच्ची बाजे तपाईँको घरमा हाँडी छ लाखे है त्यत्रो इमान इज्जत र प्रेस्टिज भएको तक्मी बुढाकोमा के छैन भनौँ न पेन्सन आउँदाखेरि टेन्सन छोडेर आएको मान्छे मसँग मेरो घरमा पेन्सन आउँदाखेरि बुट जुत्ता ल्याएको छुइनँ कि ब्ल्याङ्केट ल्याएको छुइनँ कि केप टोपी ल्याएको छुइनँ कि ब्याग झोला ल्याएको छुइनँ कि के छैन भनौँ न चाहिएको चाहिँ के अरे हाँडी हाँडी लाखे हाँडी अरे गफ लगाइहाल्यो त्यही पो छैन फेरि मेरो घरमा हौ त्यो तोङ्बाको पानी त तोङ्ने भाँडाले काम चल्छ भने त्यो चाहिँ छ त्यो हाँडी भन्ने चाहिँ त्यो झुसेकोमा होला है